जिन्दगीको टेन्सन कसलाई हुँदैन, भविष्यको चिन्ता कसलाई हुँदैन, कमाउनु पर्छ भन्ने त्यो सोचाइ कसलाई हुँदैन। तर त्यो सबै कुरा परमेश्वरको वचनले मलाई सुम्पिदियो भनेको छैन। त्यसपछि कामै नगर्नु त्यो पनि भनेको होइन, पढ्दै नपढ्नु त्यो पनि भनेको होइन। तपाईँको हातमा भएको तपाईँले गर्नुहोस् न, अनि तपाईँको हातदेखि बाहिरको थोक चाहिँ उहाँको हातमा राखिदिनुहोस् न। तिमीहरूको सारा चिन्ता फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। हालेलुया, हालेलुया, हालेलुया। म 11 वर्ष भयो क्रिस्चियन भएको, 11 वर्षसम्ममा मेरो हरेक इच्छाहरू उहाँले पुरा गरिदिनु भएको छ। त के कसैले मलाई भन्नु सक्छ मैले दिएको थिएँ तपाईँलाई भनेर? त्यसो मेरो जीवनमा पुरा हुन्छ भने तपाईँकोमा किन हुँदैन? हालेलुया। मेरो जीवनमा उहाँको प्रतिज्ञा पुरा हुन सक्छ भने तपाईँकोमा किन हुँदैन? त्यसको कि त तपाईँ नै उहाँसँग सिरियस हुनुहुन्न, कि त तपाईँले नै उहाँको वचनलाई विश्वासै गर्नु।